नमस्कार सबैजनालाई शुभ बिहानी। हामी चाहिँ आज यस चिबा केनमा रहेको एक हाम्रो रुमबाट करिब 20 मिनट हिँडेर 20 मिनटको दूरीमा रहेको एक आओमरी भन्ने पार्कमा छौँ हैन। आओमरी पार्कमा चाहिँ यस्तो राम्रो साकुरा नेपाल सरकारले पनि नेपालको पहिलाका राजा कहिले महेन्द्रले होला सायद हैन, महेन्द्र राजाले चाहिँ के अरे जापानलाई एउटा यो खालको साकुरा यो देखाउँ त सर, यो खालको साकुरा चाहिँ गिफ्ट दिएका थिए। यो होला चाहिँ जस्तै नेपालमा चाहिँ पयु नै जस्तै हुन्छ, जुन चाहिँ सेल त्यस्तै हो, फुल पनि त्यस्तै नै हुन्छ। तर यो जापानको राष्ट्रिय फुल हो र यो चाहिँ वर्षमा एकचोटि मात्र वसन्तमा फुल्दछ। यो हल्का गुलाबी र सेतो रङको हुन्छ र यसको सुन्दरता केही दिनमै हराउँछ। यो क्यास्टल, यो किल्लाको सबैभन्दा माथिल्लो भाग तेन्सुकाकु पुरानो समयमा अत्यन्तै महत्त्वपूर्ण स्थान मानिन्थ्यो। यसबाट सामुराईहरूले टाढासम्म हेरेर शत्रुहरूको गतिविधि निगरानी गर्दथे।